एउटा गीत गाउँछु। त्यो गीत गाउनुहोस् त। हमला हमला ऋषि धमला, अरे हमला हमला ऋषि धमला। स्वर त राम्रो छैन नि त। चाहिए कुरा नगर बस। तपाईँलाई मनपर्ने पेय पदार्थ के हो? मलाई त अझ होका 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 राम्रो लाग्छ। अनि खानामा तपाईँको रुचि केमा छ? आई लाइक टु स्पाइसी डिसेस। प्रेम रोमान्च र सेक्समा चाहिँ सबभन्दा तपाईँलाई मनपर्ने चिज के हो? धेरै नबोल है तिमी, धेरै फाल्टु नबोल, बकवास गर्छौ तिमी। जनता जान्न चाहन्छ बताउनु छ तपाईँ जबरजस्ती गरेर हुन्छ। तपाईँ अत्यन्त रमाइलो मान्छे, सज्जन मान्छे, तर रक्सी बढी खाने क्या के? चाहिए कुरा नगर बस। अब म रक्सी पिउँदिनँ भनेर भन्न सक्नुहुन्छ तपाईँ? तपाईँ जेपिटी उही नबोल्नुहोस् है। रक्सी कति पिउनुहुन्छ तपाईँ? पानी खाँदाखेरि रौसी खायो भने चाहिँ तपाईँ विवाह गर्दै हुनुहुन्छ अरे? मलाई चाहिँ केटाहरूलाई चाहिँ नजिस्याउने गरे है तिमीले। तपाईँलाई युवतीहरूले धेरै मन पराउँछन् रे। झिस्किया छौ मैले दाइलाई। युवतीहरूले मन पराउने कारण के रहेछ? खोज्नु हो रक्सी? नगर्नुहोस् बा, छोड्नुहोस्, म्युट हान्दिएँ मैले तपाईँ। तपाईँसँग कति पैसा छ आजको दिनमा? कि यति धेरै जिस्काउँछ साला कुकुर। तपाईँ उग्र नहुनुहोस्। यता सुन्नुहोस् मेरो कुरा। अब तपाईँ चुप लाग्नुहोस्। औँला नदेखा मुजी, औँला देखाएर कुरा नगर। हात जोडेर भन्छु, सभ्य हुनुहोस्, शिष्ट हुनुहोस्। किनकि माछा जे पाए त्यही बोल्ने। देखाम मैले आफ्नो औकात फेरि। तपाईँसँग हिम्मत छ, साहस छ? म जस्तालाई भ्याइन्छ दुईटालाई चाहिनु पर्यो, मेमोटली चाहिनु पर्यो, बल राख्छु। त्यस्तो पावर छ है तपाईँसँग? 2.5 किलोको जो हात परो भन्ने हो नि एकचोटि, तपाईँले हात हाल्यो होइन? यसरी उल्टा हातले चाहिनु पर्यो दिने हो। म यहाँ झगडा गर्न आएको होइन। के घन्टा गर्न बोल्छौ त तिमी फेरि? गल्ती गर्नु भएको छ, तपाईँले माफी माग्नु। दाइ गल्ती भयो, अब गाली गर्दैन। Thank you so much. हस्त धन्यवाद।